छन् कि यता आइस यस्तो छ पसिना खसेर वाक तपाईँ हेर्नुहोस् असिनाले बाइकको सिसा फुटाले छ केही न केही क्षति हुन्छ त जस्तो लागिरहेको थियो असिनाले मेरो माया पुरै ल हेर्नुहोस् यतिखेर बर्दियामा भीषण पानी परिरहेको छ र असिना पनि परिरहेको छ असिना परिरहेको छ बर्दियामा असिना परिरहेको छ बाबु के हो यो छोरो के अरे आइस छ चिसो छ छोरो आइस चिसो छ त्यो पहिलोचोटि देख्यौ तिमीले आकाशबाट आइस खसेको पहिलोचोटि देख्यौ न ल हेर्नु सधैँ पनि असिना एकदमै तीव्र रूपमा असिना पानी तीव्र मिठो छ आइस जीवनमा कहिल्यै पनि नखसेको असिना खसेको हेर्नुहोस् असिना यति धेरै असिना हो यो पुरै असिनाको बारी हो यो असिना हो तपाईँलाई हामीले देखाइरहेका छौँ यो असिना हेर्नुहोस् कि यति धेरै असिना हेर्नुहोस् हाम्रा कुखुरा चल्ला डराएर यस्तै बसिरहेका छन् कि यता आइस यस्तो छ असिना खसेर वाक तपाईँ हेर्नुहोस् मकै पनि पुरै खाइसक्यो ल हेर्नुहोस् अब यो चाहिँ कहिले कस्तो यस्तो हुन्छ नि हेर्नुहोस् असिना वाक असिना यति धेरै असिना अझै असिना खस्दैछ यो असिना यस्तै खसिरहेछ हिउँभन्दा कम छैन यस्तो बेला त हातलाई यस्तो चोट लागिरहेको हातलाई
हात हिँड्न सकेको छैन, हातलाई पुरै चोट लागिरहेछ। घरको करेसा कुनै पनि खाली छैन। यसो असिनाको वर्षा एकछिन पनि रोकिएको छैन। यो अझै बढ्दो असिना हेरौँ, असिना असिना यति धेरै असिना चाहिँ नयाँ कसम खुट्टा त यस्तो भयो यार, ताता भयो त। यो तातो लाग्यो नि त, त्यहाँबाट यहाँ टेक्दाखेरि त। असिना हेर्नुहोस् यति डेन्जर छ यता। यस्तो असिना मैले मलाई नि हो न देखाएको, यस्तो असिना मैले जीवनमा पहिलोचोटि देखिरहेको छु बर्दियामा। यहाँ अझै छ न, अझै पनि छ यहाँ असिना यार। पानी फाट्यो लगभग 1 घन्टाको बादमा पानी फाटेको छ। ल ल ल ल हाम फाल छिटो। कस्तो लाग्यो पानी? असिना छन् के छ? मकै सकै सब गएछ क्या? ल हेलो के छ? ठिक छ। मजा आयो, मौसम एकदम राम्रो छ। जियो असिना कस्तो लाग्यो जीवनमा? धेरै वर्षपछि देख्न पाइयो। बर्दियामा पहिलोपटक होला यो यस्तो है के वर बाइकको असिनाले सिसा फुटाल्दियो। असिनाले बाइकको सिसा फुटालेछ। केही न केही क्षति हुन्छ त जस्तो लागिरहेको थियो। असिनाले मेरोमा पुरै स्क्राइच गरेर यसरी स्क्राइच गरेर सिसै फुटाल्दियो। यस्तो जोरसँग आएछ क्या।